अहिले नेपालमा चाहिँ एउटा भिडियोहरू एकदम भाइरल भइरहेको छ। एउटा अमेरिकन युट्युबर भ्लगर नेपाल गएर यसो एउटा पिकनिकमा खाने क्रममा चाहिँ एउटा नेपाली दाइ जो चाहिँ एउटा ब्याङ्कमा कार्यरत हुनुहुन्छ, उहाँले चाहिँ एकदम अपमान गरेको, अलि नराम्रो तरिकाले उहाँलाई उहाँ अमेरिकन नागरिकलाई भनेको भिडियो एकदम भाइरल भइरहेको छ होइन। त्यो भिडियो हेर्दा चाहिँ मलाई एकदम नर्मल लाग्यो होइन। म एउटा नेपाली एउटा मानिस भएको नाताले हामीले सानैदेखि के सिकेका छौँ भने नेपालमा पाहुना भनेको चाहिँ हाम्रो भगवानको रूप हो। हामीले चाहिँ उहाँलाई चाहिँ पाहुनालाई चाहिँ सम्मान गर्नुपर्छ भनेर सिकेका छौँ होइन। तर उहाँको त्यो व्यवहार देखेर चाहिँ उहाँले त्यो सायद सिक्नु भएको छैन जस्तो मलाई लाग्यो होइन। त्यो सानैदेखि सिक्नु भएको छैन जस्तो मलाई लाग्यो होइन। त्यसले गर्दाखेरि चाहिँ उहाँको कारणले अब हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूको इन्टरनेसनल मार्केटमा कति नराम्रो छाप चाहिँ गयो होइन, कति नराम्रो इमेज गयो। त्यसैले गर्दाखेरि चाहिँ हामीहरू सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू अबदेखि आइन्दा यस्तो नगरिदिन आग्रह गर्दछु होइन। उहाँ एकजनाले गर्दाखेरि हामी नेपाली पुरै मानिसहरूको बेइज्जत भयो होइन। इन्टरनेसनल मार्केटमा चाहिँ नराम्रो छाप गयो होइन। त्यस्तो चाहिँ फेरि नहोस्, हामीहरू सबैजना सचेत भएर यस्तो कार्य फेरि पनि नगरौँ भनेर म आग्रह गर्दछु। धन्यवाद।